इस्कुसको मुन्टा रहेछ। यी मलाई चाहिँ यो घरबाट पठाइदिनु भएको। यो चाहिँ मेरो सासू ससुरा अनि मेरो जेठानी दिदी दाजुहरूले चाहिँ आज पठाइदिनु भएको है घरबाट। एकदम अर्ग्यानिक हो यो चाहिँ। अनि यो कुखुरा लोकल कुखुरामा खाने तिते पनि रहेछ। यो कुखुरा पनि रहेछ। यस्तो प्याक गरेर पठाइदिनु भएको रहेछ। अब लोकल कुखुराको झोल खाने। अनि त्यसपछि रहेछ यसमा के छ, यो घरमै फलेको यो चाहिँ बन्दाकोपी हो। हाम्रोमा चाहिँ यस्तो मजाले जेठानी दिदीले रोप्नुहुन्छ है। अनि यो चाहिँ प्याजको पत्ता, यो चाहिँ प्याजको पत्ता है। अनि यो चाहिँ गाजर बिटहरू एकदम यो घरमा रोपेको। यस्तो मजाले रोप्नु भयो। बिट पनि मजाले फलाउनु भएछ है। यो अर्ग्यानिक एकदम हाम्रो घरको। यसमा चाहिँ सबै गाजर बिटै छ है। अनि लास्टमा चाहिँ रहेछ यो चाहिँ आलु, बस्तीको आलु। यो यस्तो मजाको रहेछ। चिल्लो ठुल्ठुलो। अब यो चाहिँ खाइन्छ मजाले पकाएर चरचर भुटेर। हस् त, धन्यवाद। थ्याङ्क